आज जोडा र मेरो छुट्टी मिलेको दिन हामी सल्लाह गऱ्यौँ कि चाइना कुनै ट्रायल हाइकिङ जाउँ भनेर। सो ब्रेकफास्ट गरेर चाहिँ हामी अगाडि बढ्यौँ। अब मकाउको ट्रेन स्टेसन ल जोडाले कार स्वाट खोलेर जानुभयो। पैसा त सिदिन लाग्थ्यो त, जोडा 14 मात्रै रहेछ त। जोडा अगाडि हुनुहुन्छ यस्तो फुर्तिलो तरिकाले ट्याक्क। शुभ प्रभात है, शुभ प्रभात। तपाईँलाई यहाँ एउटा भिडियो देखाइदिउँ कि कल गरेको उठाउनु मिल्छ भने उठाउनु त। बुढाले फोन उठाउँदैन कि हामी पछाडि परिन्छ एउटा अगाडिमा जानु पर्छ। पछाडि बस्ने नि ट्रेन कहाँ कुद्दैछ अरे? ए टाइपा ल हामी चाहिँ अन्डरग्राउन्ड सक्यो है। अब यो चाहिँ हामी जाने डेस्टिनेसन यो पारीको चाइना होइन त जोडा। मेरो राइट साइडमा चाहिँ ग्यालेक्सी, लेफ्ट साइडमा चाहिँ टाइपा स्टेडियम। यहाँभन्दा अगाडि चाहिँ अब मकाम भन्ने कम्पनी आउँदैछ। द भेनिसियन मकाउ। मकाउको सान भनेकै यी कम्पनीहरू हुन्छ होइन त। यो चाहिँ ग्यालेक्सी के अरे। अब मेरो लेफ्ट ह्यान्ड साइडमा चाहिँ अब मेरो कम्पनी आउँदैछ है। यतापट्टि देखाउँछु यतापट्टि अब सस्तोसँगले यो चाहिँ हाम्रो यो चाहिँ जोडाको कम्पनी भेनिसियन मकाउ है। म चाहिँ मेरो पर्व थलो भनौँ न यो होइन त जोडा। यस्तो दामी आएको छ तपाईँको। हो अनि अब यता अब यसपछि चाहिँ हामी यो अब यो भेनिसियनको स्टेसन हुन्छ। यतापट्टिको मनोरञ्जन थलो, उतापट्टिको कर्म थलो। अब यहाँ अहिले ग्यालेक्सीले नयाँ एरिना बनाएको छ। यो चाहिँ एरिना समथिङ 14,000 सिटको एरिना बनाएको छ, समथिङ एराउन्ड है। म आम नट स्योर, तर जस ठुलो हुज एरिना बनाएको छ यिनीहरूले। हाम्रो पनि यहाँ भित्र इन्डोर एरिना छ। कति बज्यो भनेर हेर्नलाई चाहिँ यहाँ ट्याक्क अगाडि हेर्नु मिल्छ। अहिले यता हुँदै आउने अहिले ल्याङ हाल्ला फेरि। रुल्स इज रुल्स। स्टेसन चाहिँ स्टुडियो सिटी आउँदैछ है। अब हामी स्टुडियो सिटी हुँदै त्यहाँबाट चाहिँ हाम्रो लास्ट स्टेसनै त्यही होला अब, किनभने त हामी यता चाइना जाने भएको कारणले गर्दा त्यहाँबाट हामी ट्रेन चेन्ज गर्छौँ। ट्रेन चेन्ज गरेर अर्को उता चाइना जाने ट्रेन चेन्ज गर्छौँ। अनि त्यसपछि आएर चाहिँ आवर कम्पनीको सब भ्यूहरू सर देखिएको छ। चट्ट लाएर आनन्द छ, न डिस्टर्ब न कसैको झन्झट न केही। अब यहाँबाट चाहिँ हामी जोडा मुनि गएर हामी ट्रेन चाहिँ उतापट्टि ट्रेन जाने हो नि त। ट्रेन स्टेसन जानु परेन। खै कता हो निक्ल्यौँ अब जता भए पनि। यताबाट रहेछ नि त, यताबाट रहेछ नि त। यो होटल नि आयो। ल यो नयाँ बाटो हामी छिर्दैछौँ, यहीँबाट होला। यो चल्दैन। अब यतापट्टि आउनुहोस्, यहाँ यो बाटो यो चाहिँ पारि चाइनाबाट आएका हो होला। क्यामेरामा आउनुहोस् के अनुहार देखाउनु। हामी चाइना जाँदैछौँ। फेरि यहाँबाट नि ब्लक हुने होला। फेरि माथि चढ्ने हो अब यहाँबाट। यहाँबाट माथि हो, त्यहाँबाट माथि चढ्नु पऱ्यो क्या अब ट्रेन भेटाउनु त। त्यताको ट्रेन छुट्टै छ फेरि कि यही हो अर्को ट्रेन हो। ए अनि हामी चाहिँ त्यो हाम्रो पासपोर्ट चेक चाहिँ कहाँ हुन्छ त? अब पारीपछि मात्रै हो। यो उता ह्याङ्गुङ पोर्ट जाने यहाँ छ। ल त्यही त पल्चोटि हामी पनि ह्याङ्गुङ पोर्टतिर लाग्दैछौँ। एउटा स्पोर्ट्स जाँदैछौँ फ्रम हियर टु हियर। अन्डरग्राउन्ड पो रहेछ त जोडा। अनि यो उतर्नु पऱ्यो नि त, खोलो उतर्नु पऱ्यो नि त। ल यो चाहिँ थाहा थिएन, समुद्र मुनिबाट रहेछ। एउटा स्पोर्ट ह्यान्जिङ पारीको चाहिँ चाइना, अनि यहाँ चाहिँ अन्डरग्राउन्ड रहेछ कि माथि समुद्र लाइक भन्छु। अन्डरग्राउन्ड देखाउनु न अलिकति। भित्र छिर्यो हो। यो चाहिँ समुद्र मुनि हामी कुद्दैछौँ मजाले।
समुद्र छ यो तल चाहिँ यसरी चाहिँ रेल जाने बाटो बनाएको छ है अन्डरग्राउन्ड रेल यो हामी मकाउबाट यो चाहिँ चाइना जाँदाको अन्डरग्राउन्ड रेल हो यसमा चाहिँ हामी पनि फर्स्ट टाइम यात्रा गर्दैछौँ कस्तो यो साइडबाट खालि उता अर्को बर्डर गेटबाट हामी क्रस गर्थ्यौँ आज चाहिँ छुट्टै मजा आएको छ यो अन्डरग्राउन्डबाट जाँदाखेरि चाहिँ हो तपाईँलाई कस्तो लागिरहेको छ छोरा एकदम पर्फेक्ट कस्तो उकालो ओह्रालो बनाएको रहेछ है ल हामी पोर्टमा आइपुग्यो अब यसपछि चाहिँ हामी यहाँबाट कहाँ जान्छ जोडा त्यो त हिँडेर ल्याउनु लानु मात्रै सहिले बनाएर चाहिँ एउटा ल चाइनाको यात्रा अब चाइना पुगेपछि हामी चट्ट उ गर्छौँ है अब के भन्छ अब चाहिँ पारी गरी हेर्नुहोस् त तपाईँले अहिलेसम्म देख्नु भएको थियो यस्तो ठाउँ अब यो इमिग्रेसनमा चाहिँ अब तपाईँहरूलाई हामी यस्तो ठाउँमा देखाउँदैछौँ अब यो हामी इमिग्रेसनमा चाहिँ खिच्दैनौँ किनभने अब कति पाइँदैन पनि। नेपाल जस्तो हुँदैन इमिग्रेसनहरूमा अथोराइज हुँदैन अब त्यो भएपछि त्यो हामी टेन्सन लिनु चाहँदैनौँ जोडा त्यो कहाँ आइपुग्यो अरे खै छोडा नाम ऊ त्यही देखाउनुहोस् त सर र एकचोटि पोर्ट त दिपास्यो त्यो चाहिँ छुट्टै हामी पहिलोचोटि आएको यसमा आइपुग्यो यहाँ पारिपट्टि ग्यालेक्सीहरू देखिरहेको छ यहाँ घुम्दो रहेछ अस्ति एयरपोर्ट ल्याउनु हुँदै रहेछ त जोडा मकाउ चाइनाको झन्डा हामी आज चाहिँ नयाँ छन् मेरो जोडा उता भ्लग बनाउँदै हुनुहुन्छ स्पेसल खाले ल त्यो चाहिँ हामी चाइना ह्याङ्गिङ पोर्टमा आयौँ अब मोबाइलले अलिकति धोका दियो नेटले नेट स्लो भइदियो तर पनि अब हामी कोसिस गर्नेछौँ जानुलाई यहाँनिर जानुपर्ने हो जोडा हामी ह्याङ्गिङ बोर्ड निकाल्नुहोस् त के भन्न चाहनुहुन्छ जोडा ल अब फर्स्ट टाइम आएको जोडा ह्याङ्गिङ बोर्ड बहुत राम्रो रहेछ भेरी गुड अब यहाँबाट हामी स्टेसन चेन्ज गरेर जाँदैछौँ बबाल रहेछ यता टक्क ल त्यो आजको दिन अब यहाँ थाहा छैन कसरी जाने तर स्पेसल्ली नेटले चाहिँ धोका दियो क्या हामीलाई नेट भएको सजिलो हुँदै बुझाउनलाई अब हामी यता क्रस गरेर पारी जाने हो जोडा जता पुगिन्छ पुगिन्छ के फोटो पनि बबाले अनि खाले रहेछ नि त यता त बस स्टेसन हामी चाहिँ अनौठो ठाउँमा आइपुग्यो है जोडा एउटा यहाँ बच्चालाई एउटा सेल रहेछ लिनु पऱ्यो किन्ने नै हो त ल ल ल किन्नुहोस् के किन्ने भन्नु त्यो त राम्रो छ त त्यही त छोरीलाई हुन्छ होला है मलाई राम्रो लाग्यो आउनुहोस् यतापट्टि हेर्नु जोडालाई एउटा मन परेको त्यो पनि है तर्साउने सुरुमै आँखा लगाएर यसो हेरेको है टेस्ट गरेको चाइनाको लुगा हो किन्ने हो किनौँ कि हुन्छ फिटिङ छ राम्रो छ स्वाद छ सपिङ गरेको ल जोडाले सपिङ पनि हान्नु हो अब यहाँबाट हामी साओहङ छिङछाङ भन्ने ठाउँमा जाँदो रहेछौँ अब प्रोनाउन्सिएसन मिलेन भने चाहिँ अब तपाईँ नगर्नु होला करेक्सन गर्नुहोस् किनभने अब यो ठेम्बरको कहाँ जिब्रै लटपटिन्छ यहाँबाट बाई वक चाहिँ रहेछ अरे यहाँबाट अगाडि गएर चाहिँ राइट साइड लाग्नुपर्ने रहेछ सो जोडा तपाईँ तयार हुनुहुन्छ नि एकदम अब हिँड्नको लागि तयार छु म तयार छु नि है ल क्या रमाइलो ठाउँ रहेछ है जोडा यहाँ न यति फराकिलो यति रमाइलो पारिबाट हेर्दाको भन्दा अझ यताको धेरै राम्रो रहेछ जस हामी राम्रै ठाउँमा आएछौँ नजारा हेर्नुहोस् ल पुरै के अरे युरोपियनको उसबाट बना दरबार त्यो गाँठो पारेको क्या मजा राम्रो लाग्यो क्या जोडा माथि अरू भन्दै जानुहोस् सब ठिक छ जोडा यो पहिलो भ्लग हो हाम्रो त्यसले गर्दा केही त्रुटि भुल भएमा अब चाहिँ गरिदिनु होला लाइक कमेन्ट सेयर मेरो जोडाको युट्युबमा चाहिँ बटन आओस् होइन त जोडा एकदम ल ठिक छ तर हामी चाइनाको राम्रो राम्रो भिडियोहरू तपाईँहरूलाई चाहिँ पस्किने प्रयास गर्नेछौँ अब हाम्रो छुट्टी मिलेसँग हामी प्रायः जानेछौँ होइन हाम्रो यो चाइना भिसालाई योपालि सदुपयोग गर्छौँ हामी है त अघि कति सफा कति आनन्द हेर्नु त बाटोहरू पनि होइन एकदमै बाटोघाटो सब मान्छे हिँड्ने बाटोहरू पनि चाहिने रहेछ नि त चाहिँदैन छ यता साइडबाट आउनुहोस् जोडा अब पारी क्रस गर्ने हो
रोड क्रस गर्नु परेन हेर्नु कस्तो राम्रो छ यहाँ लेन क्रस यहाँ लेङसाइलाई सोध्नु न साइकल हिँडिहाल्यो भङ्ग्या लिएको होए नाले चलि No, book. I don't know. इधर नो खोइ अब कता हो कता हिँड्दै जाउँ अब आई डोन्ट नो भने इङ्ग्लिसै जाने अर्थ अलिकति हामी पनि अन्धाधुन्दै हिँड्दैछौँ होइन त जोडा ए केही छैन सो कस्तो हुँदैछ त एकदम गुड भइरहेछ आनन्द छ मौसमले साथ दिएको छ मेन कुरो कति शीतल नत्र आज यसरी हिँड्न सकिन्थेन अझ घाम चल्किँदैन होइन त्यो भएर चाहिँ एकदमै रमाइलो सो बिहानको हाम्रो ब्रेकफास्ट पछिको अब हाम्रो हिँडाइ भयो अब जो जोडाले एउटा चट्ट बहिनी र आफूलाई चट्ट सपिङ पनि गरिहाल्नु हो चाइनाको सो आई थट यही माथिको हो कि हामी हिँड्ने भन्ने एउटा सोच बनाइरहेको छौँ हेर्दै जाउँ कहाँ पुगिन्छ ल जोडा कस्तो छ हेर्नु त बाटोहरू कति सफा छ एकदमै यो चाहिँ नयाँ बनेको बस्ती हो होइन ल आउनुहोस् यता ल पछाडिको घर हेर्ने निकाल्ने भन्नुहुन्थ्यो नि ल कति राम्रो छ होइन त्यो कपडा किन्नेले त यता देखाइदिए हामीलाई पार त पार भने ऊ त्यहाँ देखाइदिइसक्छ है तर हुन चाहिँ यतै हो जोडा हो चाइनाको यो चाहिँ पिछडिएको ठाउँ अहिले यस्तो बवाल बनाइदियो मकाउ पारी मकाउले गर्दाखेरि विकास भयो देखेर यहाँबाट चाहिँ मकाउ एकदम नजिक पर्छ तर मकाउभन्दा यहाँ चाहिँ दोब्बर राम्रो रहेछ ल हेर्नु साइकल लेन कस्तो मजाले हेरिरहेको छन् आइरहेको साइकल लेनको उतापट्टि हामी मजाले खिच्दैछौँ मलाई पार्कको चाहिएको भिडियो ल जोडा कतिबाट कहाँ उठाएर गरिदिन्छ जोडाले पुरै आए पार्क फुल फुल्यो ढपमक्क यो फेरि के को फुल भन्नु न के को फुल तिग्रे फुल तिग्रे यताबाट हेर्नुहोस् जोडा पार्क यो भाग यताबाट यो हजुर फुलको फुल ठिक छ नि ए बवाल ल ल जोडा कस्तो मजाको ठाउँ रहेछ है चाहिँ हाइकिङ साइकिङ छ जस्तो लागेको थियो मैले त्यो भिडियोमा हेर्दा छ तर मेन प्रब्लम के भइदियो भने मेरो त्यो उसले काम गरेन कि यो मोबाइलको डाटाले के डाटा ऊ भयो कि लो डाटाले अलिकति काम नगरे पछाडि हामीलाई काम गर्न अलिकति गाह्रो भयो हो लोकेसन ठ्याक्कै पत्ता लगाउन अब लगभग पत्ता लाग्ला जस्तो त भइरहेको छ पनि आफू खुसी हिँडिरहेको छु जहाँ पुगिन्छ तर जहाँ पुगे पनि राम्रो है फर्स्ट टाइम आएर यतिको नजारा हेर्न पाउनु राम्रो हो नि होइन र यतिको हरियाली यस्तो दामी हरियाली छ अनि यतिको कस्तो स्वर्ग जस्तो ठाउँ फेरि रोड र उसको ग्याप कस्तो दामी बनाएको छ क्या साइकल लेन रहेछ उता मान्छे हिँड्ने अर्को बाटो अनि बाटो त यस्तो भन्नुपर्छ त हाम्रोमा चाहिँ खालि यसो उसो अलिकति भेट्यो कि के अरे घर बनाइहाल्नु भन्ने छ चाल 1 इन्च पनि मिचिहाल्नु भन्ने छ अनि कहाँ हुन्छ लानुहोस् यता मान्छे हिँड्ने यता साइकल हिँड्ने रनिङ गर्ने जे गरे पनि भयो केही नभए चरालाई बस्न गुड पनि बनाइदिएको सरकारले तातो चिसो बत्ती जोडेर यस्तो छ खोइ हामीलाई पनि थाहा भएन त्यत्तिकै छिर्दैछौँ सायद पार्कतिर छिर्ने बाटो यही होला कि हाइकिङ हजुर यो पार्क जस्तो छ नि यहाँ हाइकिङको उयो हो छ अब वकिङ हानिदिने हो नि त यतै हो रहेछ जोडा हो यसलाई सोध्नु पर्यो जोडा यो भनेर यहाँ आयो कस्तो दामी रहेछ कि अब हिँड्यौँ जहाँ पुगिन्छ अब यो पार्कै हो एउटा त्यो अर्को पछि फेरि अर्कोचोटि हामीलाई यो झन् एक्स्ट्रा देखियो नि त ल नयाँ ठाउँ छिर्यो अब यही पार्क हो कि होइन हाम्रो होइन हामीलाई थाहा भएन तर हामी अब यसैमा घुम्छौँ है ल पिङ पनि खेल्न पाइँदो रहेछ एउटा रेस्टुरेन्ट रहेछ पानी छ कि छैन होला है अब अलिक ठाउँ उता हेर्नु यहाँ हेर्नुहोस् ल हाउस जानुहोस् त्यहाँभित्र फोटो भिडियो वा जोडा
यस्तो तपाईँले कहिले देख्नु भएको थियो हेर्नुहोस् त यो हो चाइनामा नेपाल भनेर झुक्किनु होला होइन है यो चाइना हो जोडा ल जाउँ जोडा यसबाट चाहिँ एउटा हान्दिनु त एउटा अब हामी नयाँ पार्क घुम्न आएको छौँ यति राम्रो रहेछ जङ्गलको बिचमा चिया कफी खाने यस्तो दामी रेस्टुरेन्ट रहेछ चट्ट लाएर अब हामी अगाडि बढ्दैछौँ जोडाले भिडियो बनाउँदै हुनुहुन्छ अब यस्तै छ हो अब उसमा लेखा रहेछ र यस्तो ल यही हो त पार्क हामी चाहिँ इन्ट्री भयो यहाँ चाहिँ विच्याटबाट चाहिँ इन्ट्री गर्नुपर्ने छ आफ्नो होइन डिटेल दिएर डिटेल दिएर बल्ल म भित्र चढ्न पाइने मेरो ब्याट्री सिटिन लाग्यो जोडा म ब्याट्री साट्छु त्यहाँ साट्न मिल्छ यहाँ मेरो ब्याट्री साट्छु ल ल ल यो समाउनुहोस् हेर्नुहोस् अनि यहाँ पार्कभित्र चाहिँ यस्तो राम्रो रहेछ ल हेर्नुहोस् अब यो केही न काम खुइले पाखालाई यस्तो राम्रो बनाइदियो है हाम्रो त यस्तो ठाउँ त कति छ नि कति छ होइन यस्तो डाँडा काँडा त है जान्यो भने मान्छेले यस्तो ठाउँलाई कस्तो हुँदो रहेछ विकास हुने कुरो के हो भिजन भनेको कुरो यो हो क्या मामा 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 है ल है यस्तो आनन्दको ठाउँमा हेर्नु त दिनभर अब हाम्रो सधैँ लफडा परिरहने त्यो जागिरमा कहिलेकाहीँ त मेन्टली पिसफुल पनि चाहियो नि त चाहियो हामी मेन्टली पिसफुल हुनलाई कति माथि रहेछ जोडा हेर्नु त त्यो माथिको त्यो नजारा आउनु पऱ्यो नि त जोडा हाइटबाट होइन टुप्पै चढ्नु पऱ्यो नि त ल आजको चाहिँ यो सम्झना बिर्साउन जोडासँगको धेरै यादगार पलहरू चाहिँ दामी हुने कैद गर्ने अनि भोलि सायद जिन्दगीमा सँगै नै हुँदैन होला अनि छुट्टिए दिन चाहिँ कहिलेकाहीँ यसो युट्युबमा बसेर हेर्दाखेरिको मजा चिटिक्क हेर्दा जोडाले खै सम्झिनुहुन्छ होला भन्ने आशा छ खै सम्झिनुहुन्छ कि हुन्न त्यो चाहिँ थाहा छैन कहिले हो त सोच्ने नै होइन नि हो अनि मामाहरू त त्यहीँ छ अघिपछि ल्याएँ नि मामाहरू आउँदाखेरि म बिर्सिन्छु होला हो तपाईँ घर कटेर जानुपर्ने रहेछ मामाहरू जाँदा अनि मामाहरू आउँदा जोडा गएर पसेर एक कप चिया खाएर म जान्न होला जाने नि हो र उनीहरू पनि यही ठाउँमा हुन् कि जस्तो छ यो आज हावामा खोज्दा खोज्दै भेट्यो है जोडा क्या सजिलो भेटिन्छ हो कि भनेर अन्दाज गर्दाखेरि हामीले सोचेकै थिएन नि थियो त थिएन नि यसरी रातो डाँडो आइपुगिन्छ भनेर त्यही भने छोरी ल रिल्याक्स गर्नु आएको मान्छे कति कुदेको बोल्नुहोस् त पसिनाले भिजेर यस्तो ठाडो उकालो नागठोर यो यस्तो छ हेर्नुहोस् ठ्याक्कै बन्दीपुरी ढुङ्गा यहाँ पनि रहेछ है हो यो घर छ नि बन्दीपुरी ढुङ्गा हो यो यहाँ ओछ्याएको ठाडै यति ठुलो पहाड यस्तो स्ट्यान्डर्ड मान्छेलाई भुलाउने बाटो हाइकिङ गर्न बहुत राम्रो रहेछ हो मान्छेहरू हुँदो रहेछ है मान्छेहरू हुँदो रहेछ रनिङ गर्न ल्याएको जस्तो भयो जोडा आज त्यही भएर म बिहान रनिङ नगएको नि त हो अलिक अगाडि आउनुहोस् यता थोबडा देखाउनु परेन हेर्नुहोस् त हामी कहाँ आइपुगिया छ रमाइलो छ गाह्रो पनि रहेछ र गल्ती भने पानी खुसी त हो हामी सिउ सेकिङमा मामा मामा हाया 꽁뚱아 오케이 부둥아 이텐텐 이텐텐 어머나 빙고가 이거 자야 내리고다 니버 또 하이 하이 니버 How are you? I'm fine, thank you. यो पापा को लागि चलि थाई पापा को लागि हाय जोडाले जो हाम्रो चाइनिज साथी छ दिदै भनेको हाय यहाँ त मिठो आयो जोडा हजुर उकालो चढे जो पहिला त सानै होला तर जोडा हामी साला कुद्ने मान्छेलाई त यस्तो गाह्रो छ भने अन्त सानै हुन थाल्छ ल
पसिनाले अन्त भ्यात्तै भयो टी सर्ट त फेर्नै पऱ्यो किनेको ठिकै भएछ जानेरै किने नत्र उता गएर किने नि त हुँदैन बर्डर गेटतिर मलाई एउटा ब्याग बोकेर आउँदै सानो भनेकै हो थियो ब्याग त मैले बोकेर टेक्नी गरेको हल्लियो पाजी त्यहाँ सामान थुप्रो थियो हेर त त्यहीँबाट यहाँ नआएको 12 वर्ष भएछ एउटा यति नजिक रहेछ है हिँडेर पुगिने रहेछ नि कहाँ गयो भाग्य त लेखेरै ल्याउनु पर्छ नि एउटा तपाईँले हो यस्तो यस्तो राम्रो रमाइलो ठाउँ आएर घुमेर चाइनामा आएर अरू यहीँकै मान्छे आएन होला खै फाइनली त्यो ढुङ्गाबाट चाहिँ खिच्ने रहेछ हामीले खोजेको ठाउँ चाहिँ त्यही हो जस्तो छ होइन जोडा हो यार एकदमै त्यो माथि ढुङ्गाबाट सही ठाउँमा आइयो तर सबभन्दा गल्ती भनेको पानी नबोकी आएको त्यो चाहिँ कस्तो ठुलो गल्ती गरिएछ एउटा दुइटा पानी झन्ड्याउनु पायो कल पानी खाँदै ट्रेकिङ जाने साइलो त्यसरी ब्याग बोकेर लौटे ग्राउन्ड बन्ने छ कस्तो मजाको ठाउँ रहेछ एउटा यही ढुङ्गा रहेछ क्या जोडा खिच्ने बित्तिको तर आज चाहिँ फेरि के अरे ऊ लागेछ क्या टुयालो चाइनाको यस हाइटमा पुरै बवाल ठाउँमा आइयो जोडा हो क्या आनन्द आयो साँच्चै आनन्दै आएको क्या दामी काम गर्यो यार लौराले पानी खानु नपाएर लखतरान भयो क्या जोडा पानी यहाँ माथि पाइन्छ कि पाइँदैन रहेछ सुखाइ डाँडामा आएर पानी पाइन्छ त ल हेर्नुहोस् आहा भ्युज टु मकाउ सालैजो यो चाहिँ भाइरल फोटो खिच्ने ठाउँ यहाँबाट चाहिँ खोइ दामी दामी खिचिदिएको थियो अन्धकार भयो क्या त्यो उसले जोडा हो त्यसरी तपाईँ पोज दिइरहनु है यस टाइटेनिक हो एकचोटि म यता देखाउँछु दामी दामी ल जोडा टुप्पोबाट अब ओह्रालो झर्नु लाग्यो भनेको योबाट पछाडि देखाउनु पर्छ जोडा हो त्यसरी अगाडिको सिन यस्तो रहेछ यो हजुर हजुर यो भयो कि यतातिर यो त देखाइहालिन्छ नि केही छैन आज तर आउनु त आयो दिन चाहिँ अलिकति अँध्यारो हिँड्नुलाई चाहिँ मजा भयो तर कस्तो भने तुवालो लागेर क्लियर भएन कि होइन ल जोडा अहिलेसम्मको अनुभव कस्तो भयो अरे एकदम रमाइलो जोडा जे सोचेको थिएँ त्योभन्दा झन् रमाइलो रहेछ होइन हाइकिङ भनेको ओरिजिनल यहाँ रहेछ दुःख मस्कत पर्ने के आहा भन्ने खाले रहेछ कि जो फेदबाट माथि आएर यो हावा खाँदाको मजा वा फुच्चेले नै आएर नालिएन भन्यो छक्क पऱ्यो कहाँ कहाँ मान्छे आएर यसरी फोटो खिच्यो भनेर त्यही भने पानी र सुन्तला बोकेर आउनु पर्ने रहेछ एउटा खोइ त यो खानेकुरा बोकेर आउनु पर्ने रहेछ नेक्स्ट टाइमलाई भयो अब के अरे गाडी चढ्नु नपर्ने रहेछ क्या अरे थाहा पाइहाल्यो गाडी चढ्नु नपर्ने रहेछ हिँडेर पनि सकिने रहेछ हामी गलत भयो नि योपट्टि आएको भए अझै चाँडो हुने रहेछ क्या हामी बुझ्नु भएन अहिले उताबाट आउँदाखेरि उताबाट अलिक टाढो भयो हामी त हिँड्नुपर्छ उतै त नि हो त्यहाँबाट यहीँ त रहेछ त हामीलाई देखाएको मेरो गुगल म्यापले देखाएको छ यतापट्टि यति छोटो थियो है जे दुई साइड अब जसरी त्यता झर्ने यता झर्ने रहेछ हजुर अब के भयो र यहाँ कता ढुङ्गा देखेँ हौ जोडा त्यो ढुङ्गा त अब पर्दैन एउटा ढुङ्गा चढिहाल्यो जोडा अब यस्तो चढ्ने हो उयो ढुङ्गा होला हो यता छ त्यो जान्छ 不丢了是吧？对，好，谢谢，谢谢 ，Thank you。 Hi Hello， 跟别人 Hi 打 Hello。 Nepal यस के छ मेरो जोडाको ठिकठाक छ जोडा ल हेलो कहाँबाट हो चाइना आई एम फ्रम चाइना वा भेरी गुड हौला ओके ममन थाइला हाय
ठिक छ कमान हौ त छुनलाउ हको यार ओके जोडाले केही गर्छ कि मिलाए जोडा ल अब हाम्रो ओह्रालो झर्ने क्रम सुरु होइन त जोडा एकदमै ओह्रालो झर्छौँ अब यो झर्दाखेरि चाहिँ यहाँ मजाले गरेको रहेछ कसलाई एछाइ कसलाई थाइ दिगो हवा यिनीहरूलाई हेरेर लानु पऱ्यो हाई जे होस् सब साह्रै नरम मजाको ठाउँ रहेछ कि यता फर्काउनु त यो फुचे नि आएर यहाँ क्यामेरादेखि आयो ए हाई फङ्ग्या लिगो कङ्गा हाई लिगो हाई हेलो ने शिष्य नि शिव फङ्ग्या हो फङ्ग्या हाची कोलाई यहाँ चली माई नेम सुदीप कङ्गा यो नेम Ne kêu memang. Kong Hong Yan. Oh, Sudeep. Hello, how are you? अब विकसित मुलुकको यस्तो हुन्छ यी तपाईँलाई अनि इमर्जेन्सी फोन गर्नुहोस् र यो M602 पोइन्ट लोकेसन भनिदिनु भने ठ्याक्क इमर्जेन्सीमा यहाँ आइपुग्छ चाहिँ अब इमर्जेन्सी सपोर्ट चाहियो भने चाहिँ तपाईँलाई लोकेसन कहाँ भन्ने भन्दा त्यो नम्बर भन्नुसाथ तपाईँको ठ्याक्क यो लोकेसनबाट तपाईँलाई सपोर्ट आइपुग्छ अब हाम्रो हाइकिङको चाहिँ अलमोस्ट लास्ट स्टेसनतिर आइपुग्यो अनि आजको लागि चाहिँ अब हामी यही घुम्नु थियो यो घुम्यौँ यहाँ एकछिन अलिकति बोलेर अनि हामी फेरि इन्डिङतिर लाग्छौँ खासै केही त्यस्तो छैन यस्तो खुइले पाखाहरू त हाम्रोमा पनि कति छ तर त्यसलाई चाहिँ सही तरिकाले व्यवस्थित बनायो भने यति राम्रो हुने रहेछ भन्ने एउटा हाम्रो चाहिँ के भन्ने अब हाम्रो लोकल गभर्मेन्टहरूलाई चाहिँ आफ्नो ठाउँलाई पनि यसरी तपाईँले पर्यटक ठाउँ बनाएर पर्यटक प्रवर्धन गर्नुभयो भने लोकल टुरिस्टले नै धेरै कुरो हुन्छ क्या किनभने हाम्रो ठाउँमा चाहिँ तपाईँलाई मान्छेहरू चाहिँ हिँड्ने डुल्ने प्लस हाइकिङदेखि लिएर वकिङहरू केहीको पनि उयो छैन जुन व्यवस्था छैन होइन एक्सर्साइज गर्ने भन्ने कुराहरूमा केही पनि छैन यो चाहिँ धेरै राम्रो बनाएको रहेछ चाइना गभर्मेन्टले यो चाहिँ यो खासै धेरै भएको छैन यो चाहिँ हामी मकाउ आउँदासम्म यहाँ चाहिँ केराघारी थियो तर डेभलप भनेको हेर्नुहोस् त 8-10 वर्षभित्रमा यस्तो डेभलप भयो कि यो हेर्दै न त हामी आउँदाखेरि 3 वर्षदेखि स्टार्ट भएको 12, 13, 14, 15, 16तिर स्टार्ट भएकोलाई यो सबै केराघारी हो अहिले यस्तो बनाएको छ सो गर्दाखेरि हुने रहेछ भन्ने कुरो चाहिँ यहाँबाट देखिन्छ है सरकार राम्रो छ त्यसले गर्दाखेरि यस्तो ठाउँमा यस्तो बाटो बनाइदिएर मान्छेहरूलाई पुरा भिडियो खिच्ने टाइम पास गर्ने यस्तो उकालो ठाडै छ हेर्नु त के छ त यो कस्तो सुक्खा पहाड हो क्या ढुङ्गाको केही छ त जोडा छैन ल जोडा पानी खानुपर्छ जोडा पानी किन्ने खाने सबै गर्नुहोस् जानुहोस् अगाडि जानुहोस् हस् हाई ल अब चाहिँ अन्तिम पोइन्ट आयो चाहिँ बिन्दु ओहो यता हेर्दा डर लाग्दो रहेछ नि त जोडा पहाड हो खतरा छ नि यस्तो छ यहाँको पारा यस्तै छ उहाँको पारा ल यो चाहिँ ल फाइनल्ली हामी चाहिँ आइपुगेछौँ जोडा लाउनुहोस् यहाँ फाइनल्ली हामी डाँडाडी झरेको हो यहाँ चाहिँ हामी फाइनल्ली अब हाम्रो इन्डिङ हुन्छ लास्ट रहेछ अब यहाँबाट चाहिँ हामी जता जान्छ त्यता गएर लास्टमा अब खाने बेलामा हल्का खिचौँ ल यहाँबाट चाहिँ हामी खिच्दैनौँ अब एकैचोटि हामी लास्ट खाने बेला लास्टमा चाहिँ खिच्छौँ है त ओके केही भन्नु छ जोडाहरू केही छैन जोडा आजको भ्लग राम्रो पनि भयो जस्तो लाग्यो र रमाइलो पनि भयो नयाँ ठाउँ एकदम दामी भयो जोडा ल ठिक छ है त ओके बाबा